रुक यहाँ पैसा छैन अर्को पर्समा होइन पर्समा पैसा होला हाल्न हेरेको छु है गरिब हो गाइज के भन्नु 500 रुपियाँ बोकेर आएको छु है अरूले सुन्छ कि भनेर चुपचाप हेलो गाइज वेलकम ब्याक माइ युट्युब च्यानल आज चाहिँ हामी व्हाइट गुम्बा आएको कस्तो छ हेर्दा व्हाइट गुम्बा वाट जोस आम्मामा भिडियो यार रनमती यहाँ चाहिँ भिड बबाल लागिरहेछ पुग्यो पुग्दैन त हो भिड हेर्नुलाई भिड बस्नु यार कुरा ल्याउनु पर्ने रहेछ लग्गै सेक्रेटरी हुनु मात्रै है बबाल जाम सक्दैन म त अति गाह्रो गाइस अति गाह्रो भयो जम 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 है जम केटा रुक्नु न है रुक्नु है सर उही कस्तो बाटो अलिक सानो भयो क्या बाटो है करोडौँ मान्छे आउने ठाउँमा यस्तो सानो बाटो किन हो यहाँबाट सिगान चिसो गाइज मान्छेहरूको भिड त्यहाँबाट माथि तल नि भिड गाइज भिड गाइज लाइक सब्सक्राइब हाम्रो चाहिँ बाटोमा यस्तो भिड लाग्यो अब माथि गएर लगाउँछ त्यो भिड आम्बो सकिनँ है गाइस सक्दिनँ लगाउन सक्दिनँ म अलिअलि सानो सानो क्लिपलाई हेर्दै आम्बो 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 माथि जानु पायो भने पनि है बाइक गाडीहरू यतिकै छ बाइक गाडीहरू के गर्नु एउटा लाइनमा लिनु पर्ने मत यतिकै छ यतिकै ओके गाइस वे हुन्छ गाइस गुम्बा अब चाहिँ म सकिने गाइस अब म भाइ म सकिने नि तपाईँलाई बाटोमा जति भिड भयो पनि छैन
खै तपाईँ उतै घुमाइ गइरहेको छु ओहो अन्दासम्म चाहिँ यतिको घुमाइ कतिजना होला सोध्नु त काठमाडौँको सब मान्छे यतै आएको छ है काठमाडौँको सब यतै आएको छ हात गऱ्यो अब के हो क्या हो गाइस अब चाहिँ म गुम्बाको छिसक्यो गुम्बाको साइड छिसक्यो अब चाहिँ गुम्बाको के गरेर म भ्लगाउँछु त्यसमा लाइक सब्सक्राइब सेयर है त तिनीहरूले निक्लिन्छ एन्ड म अहिले गएर तिनीहरूले हेर्नु न हो त्यहाँ होला त सो गाइस हामी दान गर्न लाग्यो रुक पैसा छैन अर्को पर्समा होइन पर्समा पैसा होला हाल्न हेरिरहेको छु है गरिब हो गाइस के भन्नु 500 रुपियाँ बोकेर आएको छु है अरूले सुन्छ कि भनेर चुपचाप अलि सानो सोले भन्दैछु है जा 20 रुपियाँ दिएर आइज है तेरो नम्बर ल ठक्क दिएर आइज अनि 40 रुपियाँ दिएर आइज मेरो नम्बर होइन मलाई बाल्यो होइन राख यतिको रमाइलो हुनु पऱ्यो क्या होइन रमाइलो हुनुपर्ने हो क्या अब साह्रो रमाइलो यार मान्छेको भिड 10 दिनको लागि खोलेको होइन 10 दिनै अब मेला जस्तो भिड लागिसक्यो अनि के भन्नु क्या अब व्हाइट गुम्बा त फेमस पनि नम्बर 1 फेमस भयो त हौ 72 सालको भूकम्पपछि खोलेको यस्तो भिड 10 दिनमा होइन अब मार्केट खाइसक्यो गुम्बाले टिकटक भऱ्यो व्हाइट गुम्बा कि व्हाइट गुम्बा मात्रै अनि त्यही देखेर आएको हामी पनि हाम्बोज सक्दैन है त ल सक्दैन है त यति क्युटी राउन्डहरू चाहिँ है हामी पऱ्यो बोका जस्तो बोकाइ नपरेको यस्तो राम्रो मैया राउने रहेछ सब ताउने राउने यतिको भ्लग चाहियो भने चाहियो भनेर मैले बनाएको गाइस व्हाइट गुम्बा हो भाइ बाइकलाई तलै राख्नु पर्यो हेलमेटलाई पनि तलै राख्यो है अब हेलमेट चोरी भयो भने चाहिँ मेरो भ्लगर बनाउने त्यो मोटो भ्लग बनाउने सब हट जान्छ दौडी हजुर खै थाहा छैन मलाई दौडी म्याकडक्स भएन गाइस बन्द हुने बेला भइसकेपछि होला अब आमा भिड के हो यार त्यो गेटमा यत्तिकै बसिरहेको छ मान्छेहरू है सम्म छिरौँ न किताब पाइन्छ कि न है बन्द भयो अरे गाइस बन्द भयो अरे यत्रो हेर्ने भने है 2-3 घन्टाको बाटो हिँडेर आयो यस्तो भयो गाइस अब बन्द अरे जे भए पनि गेटसम्म पुगौँ गेट छुएर आयो भने पनि अब इच्छा पुरा हुन्छ नि होइन जे भए पनि चड्डी कति चड्डी बेच्दै उयो मेरो भाइ कहाँ मेरो भाइ भन्दै गाइस म त मेरो भाइ होला भन्नु बन्द भयो रे गाइस जानै पाएन भित्र यस्तो बवाल गुम्बा घुम्नै पाएन भ्लगमा देखाउनु पाएन गाइस भ्लगमा देखाउनु पाएन त्यो गरेर यस्तो देखाउनु त्यो गरेर गुम्बा देखाउनु पायो भने अलिक खतरा हुन्थ्यो होइन अब त छिर्नै पर्छ भित्र अब यत्रो हिँडेपछि त छिर्नै छिराउनै पर्छ हामीलाई
छिराउनै पर्छ है त छिराउनै पर्छ 3 बजीसम्म खोल्दा नि के हुन्छ र है मान्छेहरू गइहाल्छ घर जाने मान्छेहरू आउने मान्छेले आगाइ गर्छ त्यो भिड भाइ कति सहयोग गरौँ सहयोग गर्दा गर्दा कङ्गाल हुन्छ आफै नै ओए व्हाइट गुम्बा छाता ओढ्दै मान्छेहरू है यस्तो गर्मीमा घुम्न आँखा छाता ओढ्दै पुरै अब 0.5x मा त्यो बनाउनु पाए भए चाहिँ अलिक राम्रो हुन्थ्यो होला भिडियो होइन अलि नजिक आउँदैन थियो अब त्योमा चाहिँ मेरो अलिक क्वालिटी नराम्रो भएर मैले 1x बनाएको 1x पनि नजिक आइरहेको छ तर राम्रो आएको छ है भिड यत्तिकै भ्लग बनाएको छ भाइरल हुन्छ मान्छेहरू म पनि भाइरल हुनु पऱ्यो गाइस म पनि भाइरल हुनु पऱ्यो कति दामी म यहाँ भित्र छिराउनु पर्यो सकेन गाइस सकेन गर्मीले रातै भइसक्यो मान्छे लागेको छैन त माथि फेरि नपाएन त्यस्तै भयो यहाँ पनि खोल्नै पर्यो नि भ्लग त खोल्नै पर्यो यस्तो भिडमा त भ्लग त बनाउनै पर्यो चरा भित्र छिर्नै पाएन यार म छिर्ने खै उतै होला म त फर्स्ट टाइम आएको हो ए गाह्रो भयो कि अब हिँड्नै गाह्रो भइसक्यो यार हिँड्नै गाह्रो भइसक्यो उसलाई कति हिँड्नु अब 10 मिनटको भिडियोमा 10 लाइक त आउनै पर्यो नि गाइज 10 लाइक 10 सब्सक्राइबर 10 सेयर सब हेरेर बसिरहेको छ मान्छेहरू यस्तो भिड आइरहेको है यस्तो चोखो ठाउँमा है हामी यस्तो सरेको मान्छे आउँदैछ हुँदैन नि है जे भए पनि नहुने हो आएर आउँदै गर्ने जाँदै गर्ने गर्नुपर्छ क्या मान्छेहरू सबैजना अनि आएर मात्रै गएर त हुँदैन नि प्याक भइहाल्छ नि होइन वाह भिड वाह यत्तिकै आँखा मान्छेहरू कमिला जस्तो तीर्थयात्रा गर्न हो कि मलाई भिडमा आयो यार सेल्फी स्टिक ल्याउनु पाएन गाइस मैले अन्त बवाल भयो भिडियो आज खुल्दैन भित्र अघि भित्रबाट पेज जानकारी आइसकेको खोलिदिनु यस्तो खोलिदिनु हामीलाई खोलिदिनु भनेर माग्नुपर्ने हो कि होइन अब अनुमति माग्नै पर्ने भयो गाइजहरू हल्ला हल्ला सर सूचना टाइम लाउनु पर्यो नि सर मन लागिसक्यो यार गर्मीले यस्तो गर्मीमा त खोल्दैन नि मजा आयो घरि म भन्दाखेरि खोल्नु पर्यो भन्न
ढोका खोल केटा हो ढोका खोल मेरो ग्याङहरू कहाँ छ आउनु पऱ्यो यता ढोका पढ्नलाई मेरो आए हाई गर्दैन त यत्तिकै भिड यत्तिकै भिड ढोका खोल्नुहोस् न ढोका खोल्नुहोस् पाकिसक्यो हामी हाम्रो के हो यार पात्र पेले त के हो केटा हो चान्स मारिदिने के केटा हो यत्तिकै बसिरहेको छ हामी पाकिसकेर अब बनाउँछु एकछिनपछि गाइस म पाकिसक्यो अब ए व्हाइट गोपाको नजारा यस्तो छ केटा हो एकै भरि छ यार पसल भित्र पसल पनि चोइसक्यो होला कति सामानले नजारा यस्तो छ केटा हो एकै भरि छ यार पसल भित्र पसल पनि चोइसक्यो होला कति सामानले सरी है त के गर्नु अब भिडले गर्दाखेरि मैले भ्लग चाहिँ फुल बनाउनु पाएन जस्तो भए पनि माया देखाइदिनु होला भिडियोलाई लाइक सब्सक्राइब सेयर चाहियो है त व्हाइट गुम्बा हो एकदम फेमस गुम्बा हो जान त गयो होइन अब भित्र छिर्न चाहिँ पाएन जे भए पनि आधा भ्लग छ माया देखाइदिनु माया गरिदिनु अब अर्को भिडियोमा भेटौँला तबसम्मको लागि पिस आउट।